जीवन नै भयो दौड धुप हाँसो आँसु मिसिएको गाउँ घरको यो दौड धुप कोही धनी कोही गरिब सबैको आफ्नै पीडा कोही हाँस्छ मुखभरि मन भित्र ठुलो चिरा गोकेको सपना ठुलो आमाको आँखामा आँसु मुखियाको चलखेलले गाउँभरि फैलियो त्रासु यो जीवन दौड धुप दिन रातको सङ्घर्ष कोही हार्छ कोही जित्छ यस्तै रहेछ संसार हाँसो भित्र लुकेको छ मनभरिको चोट माया धोका रिस र झगडा यस्तै रहेछ गाउँको रीत दौड धुप जीवन नै भयो दौड धुप हाँसो आँसु मिसिएको गाउँ घरको यो दौड धुप हाँसो आँसु मिसिएको गाउँ घरको यो दौड धुप अरे मुन्टा हाल्नु कसम पानी नै रे यहाँ ओइ जोडे तेरो कालाइस के हो भोलि आउँछु भने आफ्नो लाग्छ होइन के भन्छ यो को आउँछ भने अरे आफैले काली आउँछ भनेर भने होइन होइन यसको दिमाग खुसियो कि क्या हो खुस गएको छैन ओइ जोडे मसँग मजाक गर्छस् मलाई त अब आफ्नै जिन्दगीले मजाक बनाएर अब सिधा आफ्नो बाटो हिँडेका मान्छेलाई किन ठोकिन आएको त साला यो जनाले त उल्टै मेरो दिमाग पो खराब गर्यो यो जनालाई देख्यो भने त दिमागै पागल होला जस्तो छ हट हट जा आफ्नो बाटो जा हेलो माया के गर्दै हो के गर्नु यही काम गरिरहेको ए हो र कस्तो भेट्न मन लागिरहेको थियो भेटाउन त एकचोटि अहिले त हुँदैन नभेटौँ हे के हुन्छ र भेट्दैमा भेटाउन त एकचोटि यहाँ काम गरिरहेको छु अनि अलिक बुबा आउनुभयो भने मार्नुहुन्छ तिमीलाई मेरो माया लाग्दैन भेट्न मन लाग्दैन माया नलागेको होइन नि बुझ्छु म यहाँ काम गर्दैछु कि त्यही भएर भोलि भेट्दा नि हुन्छ नि त आफूलाई भने यहाँ कस्तो भेट्न मन लागेको छ
तिमी जहिले बिजी बिजी भन्दै टाढिरहन्छ। ल ल म अहिले काम सकेर कल गर्छु ल। अलि छिटो कल गर ल। ल ल। होइन हौ कान्छो, यो गाउँको तरुणीहरू त झन्झन राम्री हुँदै गएको छ त। के हो? हो नि हो दाइ हो। होइन हौ कान्छी, यति राम्री भएर कतै हिँडेको कि कसैको खोजीमा? कतै मेरो खोजीमा त हिँडेको होइन। कुन जनावरहरूले हेर्छ र यस्ता पाखेहरूलाई? ल पाखे पो भनिदिएर यार, अहिले काँच चाहिँ खन्न परोस् है। छोरी मान्छे एक्लै बाटोमा हिँडेको देख्नै नहुने थुक्का। यो दुई आँखा के हेर्नलाई होइन र? लौ कान्छी त भसक्कै रिसाएको, एक्लै रहेछौ पुर्याइदिउँ कि भनेर पो त। परेको छैन, म हात खुट्टै नचल्ने अपाङ्ग हो र? आपाङ्ग भनेको होइन नि, म यहाँ यस्तो सुनसान जङ्गलको बाटो साथी हुन्छ पुऱ्याइदिउँ मात्रै भनेको हो। जाउँ होइन, पत्याउँदैन त हो। यो केटीले साह्रै भौखोची जस्तो छ दाइ, के गर्ने होला? यसलाई त एकचोटि त खानै पर्छ। मिलाउँला समय जाउँ होइन। मिलाउँला। यसो गर्दा हुन्छ न उसो गर्दा हुन्छ। हुँदा हुँदा अहिले त झन् आमा बिरामी हुनुहुन्छ। हाम्रै घरमा मात्र किन यस्तो भइरहन्छ? कहिले कसो त आत्महत्या गरेर मर्दिउँ झैँ लाग्छ। तर के गर्नु, म बाहेक कुनै छ र आमाको पनि? मैले यस्तो निर्णय लिनु राम्रो हुन्न। बरु यसै नहुने उसै नहुने, आमा ठिक हुने बित्तिकै सहरतिर जान्छु। बरु दाइसँग म सहर जान ठिक होला। यहाँ बसेर एक छाक भात खान पनि धौधौ हुने भयो। बरु त्यसै गर्छु। ओ गुरुदाइ, भाइ घाँसको भारी पुगेन र भनेको? घाँसको भारी पुग्न लाग्यो भाइ। अनि कता हिँडिस् त? ए तल काइला बाकोमा खसी काटे रहेछन्, मासु लिन जान लाग्यो। तपाईँहरूले आउनुहुन्न र? ल्याउन त मन छ नि, के गर्नु, चाँडै पैसा उठाउने होला, फेरि कहाँबाट लिएर दिनु? अनि भाइ ल्याउन त हुन्थ्यो, पैसा चाहिँ कहिले उठाउने रहेछन्? ए त्यही 10-15 दिनपछि उठाउला नि पैसा त, जमानी बस्नेहरूले।
ए मलाई एक बिसाउली जति ल्याइदेन त भाइ। ए तपाईँ नजानेर तँलाई थाहा छ त भाइ, घरमा आमा बिरामी हुनुहुन्छ, मेरो थुप्रै काम छ, त्यति तैँले ल्याइदिएर आइज न। ए ल ल हुन्छ हुन्छ। ओए बिनिसे कहाँ आइदेखि? तल इमान दाइकोमा जानु लाग्यो। अन्त कहाँ आइनिस्? म त होइन किन मस्किन्छ यो? म त जान लाग्यो। कता? बोयफ्रेन्ड भेट्न? त्यस्तै भनौँ। हेर केटी, धेरै बोयफ्रेन्ड भन्दा केटाहरूको पछि पछि नलाग। आजभोलिको जमाना थाहा होला तँलाई, कुन बेला त्यही केटाले तँलाई फसाउला अनि चाल पाउलिस्। त पढे लेखेको भनेर खुब ज्ञान गुणको कुरा दिँदै हिँड्छस् नि त। कहाँ कसरी हिँड्नुपर्छ सबै कुरा मलाई थाहा छ, धेरै बुझाइराख्नु पर्दैन। होइन, मैले त तँलाई साथी भनेर सम्झाएको मात्रै पो त। आजभोलि कस्तो कस्तो घटनाहरू घटेको छ तँलाई थाहा छैन? तँलाई थाहा छ नि त सबै घटनाहरूको बारेमा, हामीलाई चाहिँ केही पनि थाहा नभएको जस्तो। ल ल जेसुकै गर, मैले त साथी भनेर सम्झाएको, जति भन्दा नि नलागेपछि त के गर्नु। गएँ म, जेसुकै गर। कति न जान्नी पल्टिन्छ पढे लेखेको। हेलो दाइ। हेलो मिसन दाइ। हजुर कता हो तिमी? तुरुन्तै मलाई भेट्न आऊ त। तिमीसँग काम छ, अलि छिटो आऊ। ए हुन्छ दाइ, हस् म आइहाल्छु। ल ल ल। यो जडिया बुढो आज पनि कहाँ पुगेछ? अब फेरि कुन बेला आएर झगडा गर्ने होला? काम धाम केही छैन, मै बुढीको हड्डी खाएर खान पल्क्या छ। कहिले कहिले नसुध्रिने भयो यो जडिया। चमेली दिदी है के भयो? एक्लै बरबरे राख्नु भएको छ त? के हुनु नि नानी, जडिया बुढा कुन ठाउँ पुगेछ, फेरि कुन बेला आएर झगडा गर्ने होला भन्दै आफू एक्लै बरबरेर आएको नि। अनि तिमी चाहिँ कता हिँडेको नि नानी? कता हुनु दिदी, तपाईँको त्यहाँ तल बारीभरि सागै साग रहेछ, मलाई पनि थोरै दिनुहुन्छ कि भनेर आएको। ए भइहाल्छ नि, टिपेर लैजाऊ न। होइन दिदी, तपाईँ नि सँगै जाउँ न, फेरि मलाई अर्काको बारी हुँदी एक्लै जानु अप्ठ्यारो लाग्छ के? अप्ठ्यारो मान्नु पर्दैन, किन अप्ठ्यारो मान्नु? बारीभरि यत्तिकै उम्रिरहेछ। अप्ठ्यारो त मानेको होइन कि दिदी, तैपनि तपाईँसँगै जाऊँ भनेर नि। तर मैले केही पनि ल्याउनै बिर्सेछु कि, एउटा प्लास्टिक खोजिदिनुहोस् न। ए भइहाल्छ नि, मैले कता पो राखेको थिएँ नि। ए यहाँ पो रहेछ। ल जाऊँ न दिदी, तपाईँ पनि। म एक्लैलाई अल्छी लाग्छ। जानु र यहाँ थुप्रै काम जाउँ न। छ। किन बोला भने गाउँमा हल्लेर हिँडेर हुँदैन। त मसँग काम गर, गाडी भन्यो गाडी, पैसा भन्यो पैसा, र केटी भन्यो केटी, जे भन्यो त्यही पाउँछस्। मसँग जोडिनु पर्यो। खै दाइ के गर्नु, बाहिर कहिले पनि काम गरेको छैन, मसँग केही ज्ञान सिप केही पनि छैन, के काम गर्नु? मसँग जोडिएर काम गर, बिस्तारै काम सिक्दै जान्छ। हुन्छ दादा, म प्रयास गर्नेछु। ल अहिलेलाई जा, भरे बेलुका म कल गर्छु। हस् दाइ। गऱ्यो जा न, दाउरा ल्याएर आगोको कति त्यो चुल्हालाई मात्रै कोट्याएर बसिरह।
ल ल आमा ल। मान्छे भन्नु यत्रो लाठी भइसक्यो तर केही गर्नु ढङ्ग छैन। कसरी चाहिँ घर गरी खाला यसले। साह्रै दुःख पाउने भयो मेरो शिक्षापछि। गरिबको कोखमा बास लियो। हेर गोरे, अब त म पनि बुढी हुँदै गइसकेँ। अब केही काम गर्न नसक्ने भइसक्यो, हात गोडा गल्छ। चिन्ता नगर्नु न आमा, म छँदैछु नि, केलाई पिर लिनुहुन्छ? त मात्रै भएर पनि त भएन नि। खाना त्यत्तिकै आउँदैन, खान पर्यो, लाउन पर्यो। बरु यसो केही राम्रो काम खोजेर गर न। हे आमा, कति पिर लिनुहुन्छ के? अब त म बढिसकेको छु, जान्ने बुझ्ने भइसकेको छु। तपाईँ केही चिन्ता नलिनु के, जे गर्नुपर्छ म गर्छु। गरिबको दिन आउँछ भन्छन्, हामीलाई पनि एक न एक दिन त भगवान्ले साथ दिएला नि। दौड धुप जीवन नै भयो दौड धुप। हाँसो आँसु मिसिएको गाउँ घरको यो दौड धुप।